माछ छिक्ने भेना हान्नु न उन खाएको चाहिँ लाँडे हेरेर बसेको होइन भेनाको नामै माछ छिक्ने छ साँच्चै भनेको त नहाँस न आज कति हजार कोइन कमाइस् मसँग खेलेर है राडी त्यसो गर्दा पर्दाकोर के भन्छ माल कति झारिस बेकारमा माल साल त्यो म त्यो माल साल झार्नेमा पर्दिन म पुती छोल्नेमा पर्छु अब त्यो रस मलाई दिए ल म खान्छु त्यो प्लिज मलाई देऊ न त्यो रसको भोगी ल म त्यो छोलेर टक्क लाएर बोतलमा राखिदिन्छु कि भरे सुत्दाखेरि घुट्की लाएर खा ल दबाई त्यो ज्वरोको दबाई जत्तिकै हो फेरि दामी अब साइनो त खान्छ होला यार ओइ यहाँ रियल लाइफले तँलाई के लेखेछ भने रन्डीको छोरी लेखेछ ओइ त्यसलाई के भन्छ त्यसलाई त के भन्नु बहिनी टिकेर हिँड्ने मान्छेहरूलाई त्यसलाई भने कि त्यो आफ्नो आमालाई ठेगालाउनु जा रे भन्छ धोती उत्तानो पारेर थापिरहेछ होला बिचरा रियल लाइफले त्यसकी आमाको कालो कन्डो छाडा नबोल रे हाम्रो बहिनीहरूले भनेको छाडा नबोल है राडी मारिदिन्छु पाता छाडा बोलिसक्यो गोब्रे स्वाट हुन्छ आज म यो माथि हाफ पेन्ट लाएर जान्छु यो सिलाक लाएर जान्छु जिम कट्टु मात्र लाएर टी ब्याग लाएर जाउँ क्या जिम पनि हुँदैन त म चाहिँ बाहिर जाँ हुँदैन यस्तो लुगा पनि हुन्छ घरबाट म टी ब्यागमै चल्दिन्छु है कुन दिन जिम महारानी टी ब्याग र बराबर क्या हाटालाई यो त पुलिस आएर नो एन्ट्री फर दिस जिम हल यु वेयरिङ द टी ब्याग एन्ड द अन्डरवेयर ल कस्तो आकाचिराए भएन उसै भएन यहाँ त के चाहिँ गर्नु बुढीले जिमबाट आएर हाम्रो केली दोस्कोबाट हेर्दो रहेछ जिताउनु न सिडी जिताउनु न यसले टक्क लाएर उसलाई फेरि पनिसमेन्ट गराउनु हाफेन ट्याक्क लायो यो माथि खेलाडी धनबाट राडी ल अब मेरो साथमा प्रेसीको माला गएको छ ल ल यसले हेर्दा कटु चेन्ज गर्यो हाफेन लाएर जाने सम्भावना आज ल हेर्दा कटु चेन्ज गर्यो यार यसले मेरो अगाडि कटु चेन्ज गर्यो यार लाज लागेन लाग्दैन तँ मेरो बुढी हो के को लाज अलिक इज्जतमा बसेर राडी भालु मारिदिन्छ भालु भन्छस् माग सिक्ने मुख नछाड है माग सिक्ने फेरि मर्लास् नि मलाई साह्रै यो भालु सालु भनेको मन पर्दैन अरू जेसुकै भन्ने यो भालु चाहिँ मन पर्दैन है म चाहिँ ठोकिदिन्छु अहिले तँले अन्त किन छाडा बोल्दैछ त राडी ए पछि छाडा बोली त आफै बोलिरहेछस् नि